अतिथि देवो भव नेपालको स्लोगन खै त पुरा भएको। आज कुरा गरौँ नेपालमा चलिरहेको एनसेल सुपर लिगको बारेमा। अहिले नेपालले फुटबलमा उल्लेखनीय कदमहरू चालिरहेको छ। त्यही सिलसिलामा विश्वमाझ नेपाली फुटबल चिनाउनलाई विभिन्न कदमहरू अघि बढिरहेका छन्। त्यही क्रममा हालै चलिरहेको एनसेल सुपर लिगमा ब्राजिल र रियल म्याड्रिडका लेजेन्ड रोबर्टो कार्लोसलाई आमन्त्रण गरिएको थियो। वैशाख 10 गते भएको पोखरा थन्डर भर्सेस धनगढी एफसी क्वालिफायर म्याचमा रोबर्टो कार्लोसको उपस्थिति भएको थियो। तर आयोजकको कमी भनौँ या अगन्ता, रोबर्टो कार्लोसले जति एटेन्डेन्स पाउनुपर्ने थियो त्यो भएन। कम्तीमा पनि उनको लागि दर्शक र अनुयायीहरू पर्याप्त मात्रामा उपस्थिति गराउनु पर्थ्यो, तर त्यो भएन। दर्शकको कमी मात्र होइन, उनलाई कसरी रिप्रेजेन्ट गर्ने त्यो पनि अभाव देखियो। नेपालले अतिथिलाई सत्कार गर्न बिर्सिसकेका छन् जस्तो छ। अनि कहिले माथि पुग्छ त नेपालको फुटबल? आउने दिनहरूमा यस्तो कमी कमजोरी सुधार होस्। जय फुटबल।